प्रधानमन्त्रीजीलाई राष्ट्र के अरे हेलिकप्टरमा कुदाएर दौड गरेर लगिएको स्थिति अरू मन्त्रीहरूलाई पनि त्यसरी नै कतिपय पूर्व प्रधानमन्त्रीहरूलाई पनि चाहिँ अब सेक्युरिटीले समातेर चाहिँ तानेर लएर गाडीमा हालेर चाहिँ अन्त सुरक्षित राख्न लगेको स्थिति हो भने मेरो त्यो सबैभन्दा बिल्कुल फरक। त्यसपछि मैले अघि भने जस्तै सेक्युरिटीले मलाई अहिले बाहिर जानु उचित छैन भनेपछि त्यहीँ बस्न खोजेको थिएँ म। यताउता जाँदाखेरि हुँदैन भनेपछि गङ्गाले सेनापतिसँग कुरा गरेपछि भइहाल्छ नि भनेर अनि हामी त्यही सिंहदरबार भित्रकै आफै गइयो। गएपछि फेरि कस्तो रेस्पोन्स भयो त्यहाँ? राम्रो। म यो कुरा पनि इमान्दारिता साथ म भन्न चाहन्छु, त्यहाँ गएपछि मलाई राम्रै सम्मानसहित चाहिँ लगियो र म जहाँ बस्ने चाहिँ भनिएको थियो त्यो बस्ने ठाउँ पनि राम्रो थियो र म बडो सहज ढङ्गले त्यहाँ बसेँ। माधव नेपालजी पनि सँगै हुनुहुन्थ्यो? माधव नेपालजी सँगै त हुनुहुन्थ्यो बैठकमा, तर आउने बेला माधवजीको स्थिति फेरि मेरोभन्दा अलि फरक भएछ। मैले चाहिँ सहज ढङ्गले गङ्गाले प्रधान सेनापतिसँग कुरा गरेर सहमतिका साथ गएँ म चाहिँ। माधवजी हतार भएर दौडेर जानुभएछ, आफै जानुभएछ त्यो अलि अर्को भवनमा र उहाँ त्यही एउटै भवन रहेनछ, अलि अर्को भवनमा उहाँ बस्नुभएको रहेछ। पछि भोलिपल्ट थाहा भयो। कति दिन बस्नुभयो त्यो सिंहदरबारमा? सिंहदरबारमा हामी 24 गते राति, 25 गते राति, 26 गते राति 3 रात बस्यो। 3 रात। तपाईहरुको पनि मोबाइल उहाँहरूले राखिदिनु भयो? मलाई त्यस्तो भएन। मैले मजाले मोबाइलबाट सबैतिर सम्पर्क गरि नै राखेँ। मलाई त्यस्तो केही समस्या भएन। कुरा गर्नुभयो त्यो बिचमा टप लिडरहरु? अब सबैसँग नै कुरा गरेँ मैले। शेरवारजी त त्यस्तो अवस्थामा हुनुहुन्थ्यो? शेरवारजीसँग कुरा गर्न सम्भव हुने स्थिति थिएन तत्कालीन प्रधानमन्त्रीसँग। तर पनि कांग्रेसका केही नेताहरूसँग मेरो कुरा भइ नै राख्यो। केपी ओलीजीसँग? त्यो दिन केपी ओलीजीसँग चाहिँ भएन मेरो।